नमस्कार साथीहरु, हिजो बनाएको ट्रान्सलेसन भिडियोमा तपाईहरुले धेरै माया देखाउनुभयो र धेरै जनाले शेयर गरेर मद्दत पनि गर्नुभयो। त्यसको लागि धेरै धेरै धन्यवाद। आज पनि मैले एउटा ट्रान्सलेसन भिडियो लिएर आएको छु। ट्रान्सलेसन भिडियो पास्ट टेन्सकै रहेको छ र पास्ट टेन्समा म कुनै पनि दुईवटा नेपाली वाक्यहरुलाई अंग्रेजीमा रूपान्तरण गर्नेछु र ती रूपान्तरण गर्नेका वाक्यहरुलाई तपाईहरुले सिकेर अनुभव गरेर त्यस्तै खालका सेन्टेन्सहरुलाई अंग्रेजीमा बदल्ने कोसिस गरेर तपाईहरुले कमेन्ट गर्नुपर्ने हुन्छ। Okay everyone, without further ado, let's get started. मैले सिटी बजाएँ। I whistled. मैले सिटी बजाएँ। I whistled. उनीहरूले मलाई देखे। They saw me. उनीहरूले मलाई देखे। They saw me. अब यहाँ भएका दुईटा सेन्टेन्सहरुलाई तपाईहरुले अंग्रेजीमा बनाएर मलाई कमेन्ट गर्नुस्। उसले मलाई घरमा बोलाइन्। उसले मलाई घरमा बोलाइन्। तिनीहरू मसँगै अफिस गए। तिनीहरू मसँगै अफिस गए। यी दुईवटा वाक्यहरुलाई तपाईहरुले अंग्रेजीमा बनाउने कोसिस गरेर कमेन्ट गर्नुस् र हामी अर्को भिडियोमा भेट्ने बाचाका साथसाथै आजको लागि बिदा दिनुस्। हस्त नमस्कार।